जसलाई जन्मदेखि मृत्युसम्म एउटै कुराले सताइरहन्छ, त्यो हो भोक। नवजात शिशुले भोकको कारणले रुन्छ, बच्चाले आफ्नो पेट भर्नको लागि रुन्छ, जवानले भविष्यको भोक मेटाउन सङ्घर्ष गर्छ, वृद्धले शान्तिको भोक राख्छ। भोक केवल पेटको लागि मात्र होइन, यो जीवनको विभिन्न चरणमा विभिन्न रूपमा प्रकट हुन्छ। भोक प्रियहरू शरीरको भोक खानाले मात्र मेटाउँछ, तर आत्माको भोक केवल प्रेम, शान्ति, भरोसा, विश्वास र परमेश्वरको कृपाले मेटाउँछ। जय मसीह, नमस्ते। म निशान बस्नेत आजको सन्देशमा परमेश्वरको निम्ति भोको हङ्ग्री फर गड भन्ने विषयमा हेर्नेछौँ। मत्ती 5:6 हेऱ्यो भने धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्। हो प्रियहरू, हामी परमेश्वरको निम्ति भोकाउनु पर्छ, हामी परमेश्वरको निम्ति तिर्खाउनु पर्छ, अनि मात्र उहाँले हामीलाई तृप्त पार्नुहुन्छ।